नवयुवा अर्थात् जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आगजनी भयो। आगजनीबाट प्रधानमन्त्री कार्यालयको पहिलो, दोस्रो र तेस्रो तलामा धेरै नै क्षति भएको छ। त्यहाँ रहेका कागजपत्र पनि जलेका छन् भने केही कागजपत्र मात्र बाँकी रहेको अनुमान गर्न सकिन्छ। प्रधानमन्त्री कार्यालयको 40% भाग मोटामोटी रूपमा आगलागीमा परेको अनुमान गर्न सकिन्छ। अर्थ मन्त्रालय सुरक्षित रहेको छ, तर अर्थ मन्त्रालयको दुवैतर्फ पार्किङमा राखिएका सवारी जल्दा अर्थ मन्त्रालयको पछिल्लो भागका केही झ्यालहरू सामान्य चर्किएका छन्। अन्यथा अर्थ मन्त्रालयको भवनमा खासै भौतिक क्षति भएको देखिँदैन। परराष्ट्र मन्त्रालय पनि सुरक्षित रहेको छ। परराष्ट्र मन्त्रालयको भवनमा क्षति पुर्याइएको छैन। केही सवारीको अगाडिको सिसा भने ढुङ्गा प्रहार गरी फुटाइएको देख्न सकिन्छ। प्रदर्शनका क्रममा सबैभन्दा ठूलो क्षति गृह मन्त्रालयले बेहोरेको छ। गृह मन्त्रालयको दुवैतर्फको भागमा आगजनी गरिएको छ। झ्यालका सिसाहरू फुटाइएका छन्। अधिकांश कागजपत्रहरू नष्ट भएका छन्। सबैभन्दा ठूलो क्षति गृह मन्त्रालयको भवनमा भएको देखिन्छ। गृहपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा क्षति पुगेको देखिन्छ। यो मन्त्रालयमा अगाडि र पछाडि दुवैतर्फ आगजनी गरिएको छ। यद्यपि मूल भवनमा 30% को हाराहारीमा क्षति पुगेको प्रारम्भिक अनुमान गर्न सकिन्छ। शिक्षा मन्त्रालयको अगाडिपट्टिको भागमा सामान्य तोडफोड गरिएको छ। राष्ट्रिय सतर्कता केन्द्रतर्फ अलि बढी क्षति पुगेको देखिन्छ। यद्यपि सामान्य मर्मसम्मारपछि शिक्षा मन्त्रालय यथावत सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ। सञ्चार मन्त्रालयको भवनमा कुनै प्रकारको क्षति पुर्याइएको छैन। पार्किङमा राखिएका सवारीहरू पनि सुरक्षित अवस्थामा नै देखिएका छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा पनि क्षति पुगेको देखिँदैन। आगजनी भएको छैन। यद्यपि पार्किङमा राखिएका केही सवारीमा भने आगजनी भएको छ। शहरी विकास मन्त्रालयमा पनि क्षति पुगेको छैन। मन्त्रालय यथावत सञ्चालन गर्न सकिने अवस्थामा रहेको छ। युवा तथा खेलकुद मन्त्रालयको अगाडिको भाग जलाइएको छ। भित्री भाग सुरक्षित रहेको छ। पार्किङमा राखिएका सवारी साधन भने जलाइएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा कुनै प्रकारको क्षति पुगेको छैन। भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयको भवनमा बाहिरबाट देखिने गरी कुनै प्रकारको क्षति पुगेको छैन। यद्यपि पार्किङमा राखिएका सवारी साधन भने जलेका छन्। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा पनि सवारी जल्दाखेरिको आगोले सामान्य मात्र क्षति भएको देखिन्छ। त्यस्तै सङ्घीय संसद सचिवालयको भवन 2 पनि सुरक्षित अवस्थामा रहेको छ। त्यहाँ पार्किङमा रहेका अधिकांश सवारी साधनहरू सुरक्षित अवस्थामा देखिएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि सुरक्षित अवस्थामा रहेको देखिन्छ। त्यसैगरी सोही स्थानमा रहेको सङ्घीय संसद सचिवालयको भवन नम्बर 1 पनि सुरक्षित रहेको छ। त्यहाँ पनि पार्किङमा राखिएका सवारीमा आगो लगाइएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अगाडिको भागमा आगलागीबाट केही क्षति भएको देखिन्छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र वन तथा वातावरण मन्त्रालय पनि सुरक्षित अवस्थामा रहेका छन्। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको भवनमा पनि कुनै प्रकारको क्षति पुगेको देखिँदैन। यद्यपि सामान्य क्षति कहीँ कतै पछाडिको भागमा भने महसुस गर्न सकिन्छ। तथापि भवनहरूलाई यथावत सञ्चालन गर्न सकिने अवस्था रहेको छ। रक्षा मन्त्रालयमा पनि कुनै प्रकारको क्षति पुगेको छैन। त्यसैगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि कुनै प्रकारको क्षति पुगेको छैन। कतिपय सञ्चार माध्यममा सिंहदरबारका सबै मन्त्रालय आगलागीबाट जलेर नष्ट भए भनेर प्रचार गरिए पनि यथार्थमा अधिकांश मन्त्रालयहरू सुरक्षित अवस्थामा रहेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय र ऊर्जा मन्त्रालयमा ठूलो क्षति भएको देखिन्छ। अन्य मन्त्रालयबाट काम सुचारू गर्न सकिने अवस्था रहेको छ।